आदरणीय सभाध्यक्ष महोदय, श्रद्धेय यस समारोहका प्रमुख अतिथिज्यू, सभामा विराजमान विशेष अतिथिज्यू, पूर्व अध्यक्ष एवं सल्लाहकारज्यूहरू, जिल्ला कार्य समितिका पदाधिकारीज्यूहरू एवं यस सभामा उपस्थित हुनुभएका सम्पूर्ण कुशवाहा बन्धुज्यूहरू, आज बहुत सौभाग्यको कुरा हो कि रूपन्देही जिल्लाले आफ्नो वार्षिक साधारण सभा गरिरहँदाखेरि छिमेकी जिल्लालाई पनि सम्झेको छ। यसका लागि म हृदयदेखि नै रूपन्देही आयोजक कमिटीलाई म धन्यवाद दिन चाहन्छु। हुन त विगत लामो समयदेखिको मेरो सहकार्य छ। रूपन्देहीमा कुशवाहा समाज छ भनेर म वर्ष पनि सम्झिनँ, बुद्धिरामजीलाई थाहा होला। धेरै नै भयो, उहाँ अध्यक्ष भइरहँदाखेरि म रूपन्देहीमा खोज्न आएँ। मेरो आफ्नै मनसाय, आफ्नै विचारले म खोज्न आएँ र खोज्दै जाँदाखेरि उहाँलाई मैले एउटा पसलमा भेटेँ। उहाँको आफ्नै पसल छ फलफुलको। त्यही पसलमा भेट हुँदाखेरि धेरै कुराहरू भयो। उहाँ पनि एकदम खुसी मान्नुभयो कि ल हामीलाई खोज्दै कोही अर्को जिल्लाबाट आउनुभएको छ भन्ने उहाँले खुसी मान्नुभयो। धेरै साथीहरूसँग उहाँले सम्पर्क गराइदिनु भयो, फोन गरियो, गाउँ गाउँ गएर भेटियो र त्यो लगातारको समयमा अहिले हाम्रो केन्द्रीय पूर्व अध्यक्षज्यू तपेश्वर महतोजी हुनुहुन्छ। उहाँलाई समेत म लिएर रूपन्देहीको मर्चवारदेखि लिएर भैरवा अनि यो छिमेकी एयरपोर्टको साइडमा एउटा गाउँ छ, त्यो गाउँ लगायतका धेरै ठाउँमा हामीले सङ्गठनको विस्तारको क्रममा हामी पुग्यौँ र तपाईहरूलाई हामीले भेट्यौँ। मैले भेटेको र सङ्गठन विस्तारको लागि काम गरेको, मैले कुरा गरेको ती धेरै साथीहरूको उपस्थितिमा आज यहाँ देखिरहेको छैन। उहाँहरू आज अनुपस्थित हुनुहुन्छ। त्यसपछि हामी मजगावा विद्यालयमा बसिरहँदाखेरि मेरै सल्लाह थियो बुद्धिरामजीलाई कि अब एक कमिटी बनाउनु पर्यो, फुल कमिटी बनाउनु पर्यो, केन्द्रीय विधान छ हामीसँग, त्यो अनुसार अगाडि बढ्नुपर्छ भनेर मैले उहाँलाई कुरा गर्दाखेरि हो बाबु ठिक भन्नुभयो, म उमेरले पनि मलाई गाह्रो भइरहेछ, एउटा कमिटी बनाऊँ भनेर यसै दसैँको शुभकामनाको यस्तै केही कार्यक्रममा हामी त्यहाँ बसिरहँदाखेरि नयाँ कमिटी फर्मेसन गरेर हाम्रा एकदमै अग्रज व्यक्तित्व शिक्षक सङ्गठनमा पनि सहसचिव भएर काम गरिरहेका हाम्रा अनन्य मित्र श्याम सुन्दर जीको जिम्मामा लगाइयो। त्यो हलले मलाई लाग्छ यो आजको उपस्थितिभन्दा धेरै बढी उपस्थिति थियो त्यो दिन र सहर्ष रूपमा सबै साथीहरूले श्याम सुन्दरजीलाई अध्यक्षता दिनुपर्छ भनेर चाहिँ त्यहाँ हामीले एउटा समर्थन पायौँ। महेश्वरजीलाई पुनः रिपिट गर्नुपर्छ, सचिवको उहाँ काम बहुत राम्रो गरिरहनु भएको छ भनेर उहाँलाई सचिवमा रिपिट गरियो र अरू धेरै साथीहरू जो सक्रिय हुनुहुन्थ्यो उहाँहरूको सहभागिता गराएर हामीले जिल्ला कार्य समिति बनाएको मेरो उपस्थितिमा मलाई सम्झना छ। त्यसपछि म कन्टिन्यू छु यो उसँग चाहिँ। त्यसपछि मलाई सम्झना छ एउटा 2 मुहानेको कार्यक्रममा हामी शुभकामनामा बसेका थियौँ। त्यहाँ नजिकै एउटा विद्यालय छ पुलको नजिकमा, त्यो क्षेत्रका साथीहरू जुट्नु भएको थियो। त्यसपछि धेरै ठाउँमा यही सियारी गाउँपालिकामा मलाई लाग्छ 2टा कार्यक्रममा म आफै पनि उपस्थित भइसकेको छु। अस्ति भर्खर हामी गाउँपालिकाको अधिवेशन गर्दा मेरै उपस्थितिमा त्यो भएको हो।
राजकुमारजी त्यहीँबाट चयन हुनुभएको छ, मलाई एकदमै सम्झना छ। त्यसपछि पनि हामी एउटा जिल्ला कार्य समितिकै बैठक हामी बसेको थियौँ, बेथरीभन्दा नजिकै, के भन्नुभयो श्यामसुन्दर सरले, गाउँको नाम म बिर्सिरहेको छु, सुक्रौली। यस, सुक्रौली एउटा ठुलो हल छ, त्यो हलमा हामी बसेका थियौँ। र यसरी हामी म नवलपरासीको हुँदाहुँदै नवलपरासीलाई मैले केन्द्रीय कमिटीमा लगेर जोइन गराएँ र त्यसको अघि पछिको समयमा रूपन्देहीलाई पनि एक्टिभ बनाउनुपर्छ र यसलाई माथि लैजानुपर्छ भन्ने मेरो प्रयास बामे सरेको छ। म खुसी छु यो मानेमा कि यो आजको उपस्थितिले पनि साबित गर्दैछ कि यो सबै राम्रो उपस्थिति छ, यो धेरै र थोरै भन्ने हुँदैन, क्रिन पर्सनको उपस्थिति छ, यो कुरामा म चाहिँ खुसी छु। अर्को म विगतमा मलाई लाग्छ तीनटा प्रोग्राममा मैले यो बकाइदा भनेको छु कि तपाईहरूको सङ्गठनलाई सङ्गठित बनाउनको लागि एउटा ध्येय हुनुपर्छ, एउटा उद्देश्य राख्नुपर्छ र त्यो कार्यक्रममा मैले सहकारी केन्द्रमा छ नेपाल कुशवाहा कल्याण समाजको, त्यसलाई यहाँ विस्तार गर्न सकिन्छ, त्यसलाई लन्च गरौँ अथवा यहीँबाट पनि हामी पहिला त्यसको मेम्बर बनाऊँ, बचत सुरु गरौँ लगायतका धेरै कुराहरू मलाई लाग्छ 3-4वटै प्रोग्राममा मैले बोलेको छु, मैले बताएको छु। मैले यहाँसम्म भने यो सुक्रौलीवाला चौराहामा हुँदाखेरि कि तपाईँहरूमध्ये 40-50 जना मान्छे पनि तयार गर्नुहोस्, चाहे जिल्लाको होस् चाहे अथवा कुनै क्षेत्रबाट तयार गर्नुहोस्, हो त्यहाँ कुशवाहा मात्रै त्यहाँ बचत गर्न पाउने व्यवस्था छ। तपाईहरूले त्यसरी गर्नुभयो भने म केन्द्रीय टिम बोलाइदिन्छु, आएर तपाईँहरूलाई प्रशिक्षण गरिदिन्छ, उसको जुन आफ्नो विधि विधान छ त्यसको बारेमा सबै कुरा राम्रोसँग बताइदिन्छ, तपाईँहरूलाई मन पर्यो भने अगाडि बढ्नु होला भन्ने कुरा गर्दाखेरि त्यही ठाउँमा पनि कोही साथीहरूलाई त्यही हलले जिम्मा लगाएको थियो, तर त्यसको चाहिँ फेरि फलोअप मसँग आएन र त्यो त्यहीँनिर छ र पनि केही बिग्रेको छैन। जति बेला सूर्योदय हुन्छ त्यसैलाई नै हामीले बिहानी मान्नुपर्छ, त्यति बेलै गुड मर्निङ गर्नुपर्छ र त्यहीँबाट हामी कामको सुरुवात गर्नुपर्छ। अझै पनि हामी त्यो कामलाई सुरुवात गर्न सकिन्छ र मैले तपाईँहरूलाई अनुरोध गरेँ, यहाँ उपस्थित हुनुभएका सबैलाई मैले अनुरोध गरेँ कि केन्द्रमा सहकारी छ र राम्रो छ। यति मात्र होइन, नेपालकै इतिहास हेर्ने हो भने यो जातीय सङ्गठन धेरै जातिको छ, मधेसिया भन्दा पहाडका जातिमा धेरै छ, मधेसमा पनि छ, यादवको छ, कलवारको छ, कसको छ, तर कुशवाहा समाज एउटा मात्रै एक्लो संस्था हो जसले सहकारी चलाएको छ र राम्रो तरिकाले चलाएको छ। अरू त भाषामा मात्रै छ, अरू जातिले त नारा मात्रै दिएको छ, बसेको छ, नारा दिएको छ, स्वजाति बनेछ, नेता बनेछ, त्यसैबाट माथि गएछ, के गरेछ त्यो अरू जातिले गरेछ, त कुशवाहाले बोलेको मात्रै छैन, गरेर देखाएको छ। अहिले त्यो संस्था करोडौँमा छ, करोडौँमा रन गरिरहेको छ। मैले बुझेअनुसार त्यसको चाहिँ सेयर सदस्य रकम चाहिँ 5,000, एउटा 11,000, एउटा 25,000 थियो है त्यति बेला। म अहिले आजको डेटमा अपडेट छैन। त बुझ्न चाहनुहुन्छ भने 40-50 जना यसैमध्ये कोही सङ्गठित हुनुहोस् अथवा जुटाउनुहोस्, कुनै बेला जुटाउनुहोस् र मलाई खबर गर्नुहोस्, एक हप्ता अगाडि भन्नुहोस् कि म यतिजना मान्छे जुटाइरहेको छु, आएर हामीलाई त्यसको बारेमा बुझाइदिन पर्यो भने हामी मान्छे उपलब्ध गराउँछौँ। तपाईँहरू यहीँ बचत गर्नुहुन्छ, यहीँ सबै कुरा गर्नुहुन्छ र तपाईँहरूले खोजेअनुसारकै व्यवस्थापनमा अगाडि बढ्न सकिन्छ। ठिक छ, मैले यो पुरानो कुरा रिपिट गरेँ, तपाईँहरूको कन्फ्युजन कोही साथीले यहाँ कुरा उठाउनु भएको थियो, त्यो भएर त्यसलाई मैले सङ्ग्रह गर्न खोजेँ। अब रह्यो कुरा के भन्दाखेरि हाम्रो सङ्गठनमा मान्छे थोरै जुटे, हाम्रो भेलामा मान्छे थोरै आए भन्ने चिन्ता नगर्नुहोस् है, चिन्ता नगर्नुहोस्, किनभने तपाईँहरू आज यति जुट्नु भएको छ नि। 2047 सालदेखि यहाँ यसको नाममा जुन हामी भेला भइरहेका छौँ, यसको मतलब यो होइन कि 47 सालमा गठन हुँदा हामी 50 थियौँ भने अहिले 5,000 को उपस्थिति हुनुपर्छ, होइन। त्यो क्रममा नजानुहोस्, त्यो धेरै अपेक्षा पनि नबोक्नुहोस्, ठुलो अपेक्षाले मान्छेलाई दुखित बनाउँछ। हामी के मात्रै गरौँ भने मेरो जुन अभियान यहाँ मैले थालेको थिएँ त्यो अझै बाँकी छ। बाँकी के छ भन्दाखेरि जहाँ हाम्रो उपस्थिति छ स्वजातीय बन्धुहरूको, त्यो गाउँपालिका कमिटी अवश्य बनाऊँ भन्ने मेरो एउटा धारणा छ। त्यो गाउँपालिका कमिटी बनाइसके पछाडि प्रत्येक गाउँपालिकाले आफ्नो गाउँमा मेसेज दिन र लिन र बैठक बस्न सुरु गरे पछाडि हामी जिल्ला एक्टिभिटी आफै बढ्छ। त्यो कसैलाई बोलाउन अराउन पर्दैन, कामले मान्छेलाई डोर्याउँछ। त्यही कारणले अझै जुन गाउँपालिका बाँकी छन् ती गाउँपालिकाका व्यक्तिहरू यदि यहाँ हुनुहुन्छ भने
कुनै गाउँपालिकाको एकजना व्यक्ति पनि यहाँ हुनुहुन्छ भने उहाँलाई अहिले एकछिन बरु परामर्श गरौँ है र उहाँको जिम्मा दिएर त्यो गाउँमा, त्यो गाउँपालिकामा, नगरपालिकामा एउटा भेला गराम। म आउन तयार छु नवलपरासीबाट, आइ पनि राखेको छु। भेला गराम, त्यहाँ एउटा कमिटी बनाम र त्यो कमिटीलाई त्यही ठाउँबाट एक्टिभ गरौँ। हामीले चाह्यौँ भने नहुने होइन, भइरहेको छ। त्यस कारणले तपाईँहरूको बिचमा म अहिले कुनै सैद्धान्तिक कुरा गरेको छैन, एकदमै व्यवहारिक कुरा गरेको छु र यो गर्न सकिन्छ। राजकुमारजी अहिले कति एक्टिभ हुनुहुन्छ, उहाँलाई त्यहीँको साथीहरूले चाहिँ जिम्मेवारी दिएपछि अहिले राजकुमारजी हेर्नु त अनुहार उज्यालो छ, फुरुङ्ग हुनुहुन्छ र त्यहाँबाट दौडेर आएर यहाँ कार्यक्रममा सहभागी हुनुभएको छ। त्यस कारणले मैले जानेको कमसेकम 10-12वटा गाउँपालिकामा हाम्रो उपस्थिति छ रूपन्देहीमा भनेपछि त्यो 10वटा गाउँपालिकामा हामीले कमिटी बनाउन सक्यौँ भने त्यहाँबाट कम्तीमा पनि 10-10 जना आयो भने यहाँ 100-150 उपस्थिति त हुन्छ नि। त हामी कामै गरेको छैनौँ, हामी अपेक्षा मात्रै लिइरहेछौँ कि मान्छे कम उपस्थित भयो भने। होइन, कसैसँग इन्फर्मेसन पुगेको छैन भने ऊ आउँदैन नि त। म पनि आज मेरो घरमा बसेर केही काम त गर्थेँ, त इन्फर्मेसन आयो मलाई कि आउनुपर्छ भनेर मैले कामको व्यवस्थापन गरेर आएँ। इन्फर्मेसन ठुलो कुरा हो, एउटा कुरा। दोस्रो कुरा के हुन्छ भने इन्फर्मेसन त्यही काम गर्छ जो मान्छे जागरुक हुन्छ। त जागरुक गराउने पनि हामी नै हो। त जागरुक गराउनको लागि कुनै पाठशाला चलाउन परेको छैन, गाउँपालिकाको मिटिङ बस्न सुरु गर्नुपर्छ। कमिटी गठन हुन्छ, गाउँपालिकाको मिटिङ बस्न सुरु हुन्छ, मिटिङमा मान्छे आउँछ, आफ्नो कुराहरू राख्छ, केही कुरा सुन्छ, त्यो हो जागरुकता। त्यहीबाट हामी मिसन दिन सुरु गर्छौँ, काम दिन सुरु गर्छौँ, उहाँहरू काम गर्न सुरु गर्नुहुन्छ, एकअर्काका भेटघाट चाहिँ सुरु हुन्छ। एकअर्काको बिचमा भेटघाट हुनु र कुशवाहाको बारेमा थोरै भए पनि कुरा चल्नु भनेको नै त्यही हो सङ्गठन, त्यही हो समाजको लागि प्रगतिशील चिन्तन। मजगाउँमा विद्यालयमा बसिरहँदाखेरि एकजना साथी, म अनुहार त धेरै दिनसम्म चिनिरहेको थिएँ, बुद्धिरामजीलाई याद होला अथवा श्याम सुन्दर सरलाई, एकजनाले यस्तो कुरा गर्नुभएको थियो, म अहिलेसम्म बिर्सेको छैन र त्यो कुरा म अर्को ठाउँमा गएर इक्जाम्पलको रूपमा राख्ने गरेको छु। रूपन्देहीको कुरा है, मैले सानोमा रिपिट गरेँ। यसरी बसिरहँदाखेरि बोल्न हामीले लगाएका थियौँ, ल आफ्नो विचार राख्नुहोस् भन्नेमा एकजना व्यक्तिले के भन्नुभयो भने म तरकारी बेच्ने व्यापारी हो, घरको पनि तरकारी उब्जाउँछु, किनेर पनि बेच्छु र बजारमा बेच्दाखेरि आज मात्रै मैले देखिरहेको छु कि त्यो तरकारी बेच्ने ठाउँका मान्छे त अरू पनि यही ठाउँमा बस्नु भएको छ र मलाई थाहा थिएन कि उहाँहरू पनि कुशवाहा हो, कोइरी हो, चाहे मौर्य हो। सँगै बसेर तरकारी बेच्छौँ, एउटा बजार मात्र होइन, डे बाई डे नै बजार हुन्छ, अर्को ठाउँमा पनि गएर हामी तरकारी बेच्छौँ, सँगै क्युमा लाइनमा बसेका हुन्छौँ, एकअर्कासँग बोल्ने फुर्सद छैन। तर त्योभन्दा नि ठुलो कुरा के भने यो मौर्य हो, कोइरी हो भनेर मैले चिनेकै थिएन भनेर उहाँले कुरा गर्दाखेरि भन्नुहोस् त कति घतलाग्दो त्यो कुरा छ। हामी सँगै छौँ, गाउँमै छौँ, टोलमा छौँ, बजारमै छौँ, एउटै पसलमा छौँ, एउटै हलमा छौँ, अर्कासँग बोलचाल छैन भने त्यो बोलचाल के यो नेपाल कुशवाहा कल्याण समिति काठमाडौँबाट यहाँ आएर बोलचाल गराउँछ? अनि त्यस्तो अपेक्षा बोक्नुहुन्छ तपाईँहरू? होइन नि, बोलचाल त आफै गर्न पऱ्यो नि त। त तपाईँको सङ्गठन त तपाईँसँगै छ, तपाईँले सङ्गठन बनाउने भने बन्छ, बोल्नुहुन्छ भने अगाडिको मान्छेले नि बोल्छ। मै चुप, छिमेकी पनि चुप भने बोलचालै हुँदैन भने के को सङ्गठन? र यो सङ्गठन यहाँ कमिटी गठन गरिदिएर पनि हामी यहाँ फर्किए पछाडि तपाईँहरूको बिचमा बोलचाल हुँदैन, तपाईँहरूको बिचमा कार्यक्रम हुँदैन, शुभकामना आदान प्रदान हुँदैन भने त्यो सङ्गठन कुनै काम छैन नि। त्यस कारणले सङ्गठनको सुरुवात भनेको तपाईँको मुटुमा हुनु पर्यो, सङ्गठन तपाईँकै भित्र हुनु पर्यो। आज त टेक्नोलोजीले यस्तो हामीलाई बिगारिरहेको छ, एउटै परिवारमा 5 जना मेम्बर बसिरहँदाखेरि 5 जनै एक आपसमा बोल्न सकिरहेको छैन, 5वटैले 5वटा मोबाइल लिएर बिजी छ। एउटै घरमा भएको व्यक्ति त एकअर्कासँग बोल्न सकिरहेको छैन। आजको विडम्बना, आजको समस्या। अनि हामी कोइरी कुशवाहा र मौर्य कहाँ छौँ? हामी पहिलेदेखि नै बोलचाल नगरेर बसिरहेका छौँ। मोबाइलले त कति बिगार्छ। त्यस कारणले अब भनेको यहाँ पनि हामी उपस्थित जति भएका छौँ, सुरुवातमा हाम्रो बिचमा एउटा परिचय मात्रै राखिदिन पर्ने थियो। 10 सेकेन्डमा हामी आफ्नो नाम र गाउँ भन्न सक्थ्यौँ र अब कुनै पनि कार्यक्रम हुँदाखेरि हामी भले चिनेका छौँ र पनि सुरुवातमा हामीले परिचय कार्यक्रम राखेर जाँदाखेरि त्यो कुरा खुल्छ। कसैको फेसबाट यादव जस्तो देखिएको हुन्छ, कसैको फेसबाट कस्तो देखियो। मेरो एजम्सन, मैले पनि यहाँ धेरै मान्छेलाई देखिरहँदाखेरि
एउटा फर्स्ट लुक भन्छ नि होइन, फर्स्ट लुक भन्छ, हेर्दाखेरि मान्छे कस्तो देखिएको छ त त्यो हुन्छ। तर होइन, भित्री इन्फर्मेसन जब हामी सेयर गर्छौँ त्यहाँबाट बल्ल अपनत्व बढ्छ, त्यहाँबाट बल्ल अपनत्व बढ्छ। त अपनत्व बढाउने समाज बनाउने काम हामी सबैसँग छ, सबैसँग छ। कोही आएर गरिदेला, अब यहाँ श्यामसुन्दरजी अध्यक्ष हुनुहुन्छ उहाँले गरिदिनुहुन्छ भन्ने होइन, अब सिआरीमा राजकुमारजीले गरिदिनुहुन्छ भन्ने होइन। हो, नेतृत्व उहाँले गर्न सक्नुहुन्छ, गर्नुहुन्छ, मान्छे बोलाउनुहुन्छ, जुटाउनुहुन्छ, त्यहाँ जुट्दिनु पऱ्यो, आइदिनु पऱ्यो, आइदिनु पऱ्यो। यो सबभन्दा विडम्बना छ, यहाँ मात्रै होइन अरू जिल्लामा पनि छ। आयोजकले एउटा कार्यक्रम आयोजन गरिदिएको छ भने त्यो दिन बिहानैदेखि उसको अनुहारमा 12 बज्छ। श्यामसुन्दरजीलाई मैले देखिरहेको छु, म भेट भएदेखि फोन घुमाइरहनु भएको छ, कहाँसम्म आयो, को आयो के। यो समस्या छ। मान्छे आफै एक्टिभ भएर आइदियो भने त्यहाँ समस्या हुँदैन, आयोजकलाई पनि मजा हुन्छ। ए मैले बोलाउँदा यत्रो मान्छे आए, भोलि पनि बोलाउँछु, पर्सि पनि बोलाउँछु। आजले उसलाई निराशा बनायो भने त भोलि उसले पद मात्रै लिएर के गर्छ? गर्ने त तपाईँहरूको बाटो न हो। त्यस कारणले यसलाई धेरै चिन्ता नमानेर आवश्यकता के को छ? जागरणको छ। र जागरणको मैले एउटा सिम्पल उदाहरण तपाईँहरूलाई दिन्छु। कोही धनी होला, कोही गरिब होला, कोही सहरमा बसेको होला, कोही गाउँमा बसेको होला, कोही शिक्षित होला, कोही अनपढ होला। यसले केही प्रभाव पार्दैन, यसले केही फरक पार्दैन। किन फरक पार्दैन भने सङ्गठनको लागि चाहिन्छ समय। र तपाईँ हामी जति पनि मानव यस धरतीमा छौँ नि, सबैको लागि समय बराबर दिएको छ गडले, कसैसँग बेमानी गरेको छैन। सबैलाई 24 घण्टा दिएको छ, चाहे त्यो अरबपति होस्, चाहे एउटा किसानको छोरा खेतमा काम गर्ने मजदुर किन नहोस्। त्यस कारणले आवश्यकता के को छ भने 6 महिनामा 3 महिनामा कुशवाहा समाजको बैठक बसिरहेछ, आह्वान भएको छ भने त्यो ठाउँमा गएर 1 घण्टा बस्ने, 2 घण्टा बस्ने, केही आफू बोल्ने अथवा सुन्ने, त्यसलाई मनन गर्ने अनि फर्किने, यति मात्रै गर्न चाहिँ। यसैलाई हामीले सङ्गठन भन्छौँ। त्यो सङ्गठनको लागि कसैले झकझकाएर, कसैले निम्त्याएर, कसैले खादा ओढाएर त्यो व्यक्ति जागृत हुँदैन। जागृत आफैबाट हुनुपर्छ। भनेको छ समाजलाई परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ, आफैबाट गर्नुपर्छ। अब तपाईँ हामी यहाँ जति उपस्थित छौँ नि, धेरै गर्न परेन, धेरै केही पनि गर्न परेन। हामी यहीँबाट एउटा अभियान सुरु गरौँ न त। हामी यहाँबाट फर्के पछाडि दिनमा 24 घण्टा हुन्छ, हामी 16 घण्टा 18 घण्टासम्म आफ्नो घरमा हामी काम गर्छौँ छोराछोरीको लागि र आफ्नो भविष्यको लागि। त्यसमध्येको एक दिन 1 घण्टाको समय निकालेर आफ्नै गाउँको छिमेकीलाई अथवा छिमेक गाउँको एउटा कुशवाहालाई आधी घण्टाको समय मात्रै दिएर त्यसलाई चाहिँ कुशवाहाको बारेमा कुरा गरौँ त। दिनको 1 जना, दिनको 1 जना, हप्तामा 7 दिन हुन्छ, हप्तामा 5 जना मात्रै गर्नुहोस्। हेर्नुहोस् त तपाईँको सङ्गठन कसरी बलियो हुँदैन। आफ्नै गाउँमा गर्नु छ, आफ्नै छिमेकीमा गर्नु छ, धेरै केही पनि नगर्नुहोस्। कुशवाहा समाज यहाँ छ, यस्तो नाम छ, यस्तो कार्यक्रम गरिएको थियो, यसरी भइरहेको छ, कमिटी छ, हामीलाई इन्फर्मेसन छैन, हामीले थाहा पाइरहेको छैनौँ। तपाईँले के थाहा पाउनु भएको छ? तपाईँको एक्टिभिटी के छ? यसमा अगाडि बढ्नुपर्छ कि पर्दैन? यसको लागि हामी के गर्ने? गाउँटोल कमिटी बनाउने अथवा के गर्ने भन्ने खालको चर्चा गर्नुभयो भने मान्छे आफै जागृत हुन्छ। जागृत भयो भने समाज चल्यो। केही चाहिँदैन। केही साथीहरूले समाज चलाउनलाई पैसाको चिन्ता गर्नुभएको थियो, यहाँ मैले सुने। आवश्यक होला, भोलिको दिनमा होला। अहिले पैसा, चन्दा, सङ्कलन, कोष बनाउनेमा नजानुस् त्यसमा। यहाँ हाम्रा बिचमा धेरै दाताहरू हुनुहुन्छ जो सामान्य कामको लागि पनि उहाँहरूले आफ्नो केही न केही आर्थिक सहयोग गर्नुहुन्छ। रामबहादुरजीले आज यत्रो गर्नुभएको छ, हिजो पनि गर्नुभएको थियो। म नवलपरासीबाट आउँदाखेरि उहाँलाई एकपटक भेट्नै पर्ने हुन्छ, भेटेर मात्रै जानुपर्ने हुन्छ। उहाँले मलाई बारम्बार भन्नुहुन्छ के सहयोग गर्नुपर्छ म गर्छु भन्नुहुन्छ। हाम्रै बिचमा यहाँ यस्ता साथीहरू हुनुहुन्छ जस्तै कसै एकजनालाई यहाँलाई अहिले भनिदिने हो ल अब 1 महिनापछि तपाईँको गाउँमा हामी बैठक बस्दैछौँ, त्यो दिनको चिया नास्ता तपाईँले गराउनुपर्छ भनेर अहिले भनौँ त। कोही मान्छे नाइ गर्छ? गर्दैन नि, गर्दैन। तर भन्ने मान्छे त एउटा हुनु पऱ्यो नि। एकजना भन्ने मान्छे त निक्लिनु परेन? निक्लिनु पऱ्यो नि त। एकजना मान्छे निक्लिनुहोस्, छरछिमेकमा राख्नुहोस्, तपाईँसँगको 1 घण्टाको टाइम छ, त्यहाँ जानुहोस्, 10-5 जनालाई जुटाउनुहोस्, चियै गफ गर्नुहोस्।
तपाईँ खेतीबारीकै कुरा गर्नुहोस् ल। अहिले धान काट्ने सिजन छ, कुन धान अच्छा भयो, कुन बिग्रिरहेछ, नेक्स्ट हामीले तोरीमा कुन जात लगाउने, गहुँमा कुन जात लगाउने, आलु के रोप, त्यही कुरा गर्नुहोस्, त्यही कुरा गर्नुहोस्। किनभने तपाईँलाई जहाँ डेप्थ नलेज छ नि त्यसैमा कुरा गर्नुहोस्। त्यसको बारेमा छ भने यही गर्नुहोस्, त्यसको बारेमा छ त्यही गर्नुहोस्, तपाईँको बच्चा बच्चीको स्कुलको बारेमा कुरा गर्नु छ त्यही गर्नुहोस्। हो, तर आफ्नो एउटा स्वजातीय बैठक हो भन्ने खालको चाहिँ गराउनुहोस्, कोठे बैठक गराउनुहोस्, चौराहामा नबस्नुहोस्, कोठे बैठक गराएर थोरै बोल्नुहोस्, 10 मिनट बोल्नुहोस्, 5 मिनट बोल्नुहोस्, सबैको सुन्नुहोस्। यसरी नै हो सङ्गठनको सुरुवात हुने। यसरी हामी पनि गरेका छौँ, यसरी नै गरेका छौँ। त्यस कारणले जहाँ पनि छ हामी मात्र होइन, अरू जातले पनि गरेको छ। हामी बैठक मात्रै बस्न सुरु गरौँ र सङ्गठन मात्रै गर्न सुरु गरौँ। त्यसपछि तपाईँको एकताका कुरा अनि आर्थिक कुरा अनि के यो सबै एजेन्डा आफै आउँछ अनि आफै त्यो अगाडि बढ्छ। अहिले हामी ठुलो भारी चिन्तन चाहिँ गर्नुपर्ने आवश्यकता चाहिँ छैन। त्यो रूपमा अगाडि बढ्न खोज्नुभयो भने एकदम मजाले जान सकिन्छ, मजाले गर्न सकिन्छ। कारण कहाँनिर छ भन्दाखेरि म अब छोटकरीमा भन्छु, यो अलिकति मान्छेलाई हरेस बनाउने कुरा हो, त्यस कारणले अहिलेसम्म मैले भनिनँ। यो एउटा हाम्रो कमजोरी कहाँ हो भने कुशवाहा समाज पिछडिएको छ, आर्थिक रूपमा पिछडिएको छ। हामीसँग त्यो रोजगार, त्यो पेसा मात्रै छ जहाँ आफ्नै ज्यान गयो भने, मतलब ज्यान उपस्थित भयो भने इन्कम हुन्छ, मेरो ज्यान त्यहाँ उपस्थित भएन भने इन्कम हुँदैन। त्यही पेसामा न छौँ हामी। हो, म मेरो खेतमा गएँ भनेर काम गरेँ, कोदालो चलाएँ भने मेरो इन्कमको 2 पैसाको काम त्यहाँ हुन्छ, र म खेतमा गइनँ भने इन्कम हुन्छ? हुँदैन। यही पेसामा छौँ हामी। सबै कुशवाहाको कमजोरी यति हो, यति हो। पसल गर्नुभएको छ, ल ठिक छ, पसल कस्तो हुन्छ? तपाईँ पसल खोल्नुभयो भने इन्कम हुन्छ, तपाईँ पसल बन्द गर्नुभयो भने इन्कम बन्द। हामी मोस्टली 99% भन्छु कुशवाहाको रोजगार यस्तै छ। जागिरदार मान्छे जागिर गयो, जागिरमा उपस्थित हुनुहुन्छ भने तलब बन्यो, बिदा लिनुभयो भने तलब घट्यो। हो, यही नै हो। त अर्को जातिसँग जो सवर्ण छ, जो एडभान्स छ, त्यो जातिसँग कस्तो खालको पेसा छ भने उसको उद्योग छ, ठुल्ठुला व्यापार छ, ऊ घरमा सुतिरहँदा पनि उसको इन्कम चलिरहेको हुन्छ, उसको मिटर जारी छ। त्यस्तो व्यक्तिले धेरै समय दिन सक्छ, त्यस्तो व्यक्तिले ठुलो चन्दा दिन सक्छ, त्यस्तो व्यक्तिले ठुल्ठुला काम गर्न सक्छ। त हाम्रोमा के छ भने हामी सामान्य व्यक्ति हो, त्यस कारणले हामीलाई समयको अभाव छ। हामी के गर्छौँ, गयो भने खेती बिग्रन्छ, यो बिग्रन्छ, धन्दा चौपट। तर होइन, हामी महिना 2 महिनामा 2 घन्टा निकाल्न पर्ने छ र मनोबल छ भने त्यो निकाल्न सकिन्छ। किनभने हामी सोच लिन पर्यो, सोच सबभन्दा ठुलो कुरो हो। तपाईँ सकारात्मक हुनुहुन्छ भने, तपाईँको सोच सकारात्मक छ भने तपाईँको जीवनमा गडले हरेक कुरा सकारात्मक बनाउँदै 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 लैजान्छ। नेगेटिभ हुनुहुन्छ भने तपाईँको स्वास्थ्य बिग्रिन्छ, तपाईँको छिमेकीसँग व्यवहार बिग्रन्छ, अर्कोसँग त्यो हुँदै जान्छ। यो नेचुरल चाहिँ एउटा ल हो। त्यस कारणले हामी राम्रो बाटोमा हिँडेका छौँ, समाजको भलाइको लागि हिँडेका छौँ, समाजको हितको लागि हिँडेका छौँ। त्यस कारणले हामी पोजिटिभ भएर हिँड्नुपर्छ भन्दै मेरो भनाइ अलि लामो भयो होला, माफ गर्नुहोला। यो आउँदै गरेको दीपावली र छठको यहाँहरूलाई मेरो व्यक्तिगत तौरबाट, नवलपरासीको कुशवाहा समाजको तर्फबाट, केन्द्रीय कमिटीको म सदस्य हो त्यसको तर्फबाट यहाँहरूलाई लक्ष्मी माताले राम्रो गरून्, स्वास्थ्य सकुशल रहोस्, उत्तरोत्तर प्रगतिको कामना गर्दै म आफ्नो बाणीलाई हिँडेर विराम दिन्छु। हस्, धन्यवाद। जय कुशवंशी।